त्यहीभित्र रहेछ नि गुफा त्यो सेतो ढुङ्गा नि त हियर भेरी डेन्जर म्यान हियर रफनप स्याउली बजार हेलो नमस्ते गुड मर्निङ फेरि हामी लङ टाइम पछि चाहिँ भ्लगमा आइसकेका छौँ। यहाँ तपाईँको चाहिँ हल्का रमाइलो गर्दैहरूसँग घुम्ने तपाईँको यहाँ भ्युजहरू पनि दामी छ है। मैले दामी देखाएको उता साथीहरूले अनि त्यो कुकुर चाहिँ बाहिर आएर बटुवाहरूलाई चाहिँ भयो बाटोमा हिँड्ने मान्छेहरूलाई चाहिँ नटोकोस् भन्ने हुन्छ नि त होइन। सो लाइक द्याट अब एकदमै यो भनेको यो फुल भनेको यता तपाईँले यसरी हेर्न सक्नुहुन्छ च्याट्टर लगाएर यो फुलहरू काम गर्न आइसकेका छौँ है। उहाँ हाम्रो दादा अनि त्यसपछि टोलीहरू अरू पछाडि छन्। खासमा हामी घुम्न जाने भनेको उयो राजदरबार हो, तर आज त्यहाँ जाँदैनौँ होइन। किनभने आज त्यहाँको रानीको चाहिँ मुटु राखेको ठाउँ भनेर चिनिया। त्यो पहिला चाहिँ दरबार हत्याकाण्ड हुँदाखेरि चाहिँ रानीको मुटु चाहिँ अहिलेसम्म सदियौँ युगौँ वर्ष पहिलेको कहानी। अनि तपाईँको चाहिँ अनि त्यो रानीको मुटु राखेको ठाउँ भनेर चिनिन्छ। त्यो ठाउँमा हामी आज घुम्न जाने हो। बाँकी अगाडिको म तपाईँको चाहिँ गुफामा पुगेपछि फेरि लाइभ देखाउने छु, अर्थात् ब्लगमा हाल्नेछु है। धन्यवाद। अगाडि पनि हेर्दै गर्नु होला। गुन्डा पुरा फिल्म फोन गऱ्यो दादाको त यहाँ खतरा आइरहेको छ। यो लाइनमा चाहिँ हिँडिरहन्छ केही भएन म कता फोटो हेर्न म त रसनपको राजमहलको तलतिर एउटा सानो बजार रहेको छ, जुन त्यो दरबारदेखि करिब 350 मिटर तल सानो बजार, जहाँ उहाँको स्मरणमा अहिले पनि कयौँ कार्यक्रमहरू हुने गर्छ भन्ने कुरा चाहिँ हामीले सुन्नमा पाएका छौँ। हाम्रो लस्करै टोलीहरू यो एउटा हेर, यो जम्मै कुनै पनि इँटा माटो ढुङ्गा जस्तो भनौँ न परेको भएको छैन है। यो एउटा होटेल हो। अब हाम्रो नेपालमा त तपाईँको चाहिँ नेताहरूले मलेसियाबाट काठ मगाएर युज गर्छन्, र हाम्रै नेपालमा भएको काठलाई प्रशोधन गरेर कुनै पनि कार्यहरू गरेको देखिँदैन है। अनि हेर्नु त सबै पुरै काठले बनेको छ यो। अनि माथितिर भने टाइल हालेको हुन्छ, तर यो काठले बनाएको छ पुरै घर चाहिँ। अब यस्तो हुन्छ हाम्रो देशमा चोरैचोर भएर। अहिले नि मेरो माथि चाहिँ यो यहाँको फेमस हिमाल नै हो है। त्यहाँनिर अलिअलि हिउँ, किनभने म धेरै तल गहिराइमा छु, त्यही भएर डाँडो चाहिँ मजाले देखिएको छैन। त्यहाँ माथि चाहिँ हिमाल छ, त्यहाँ स्केटिङ गर्ने त्यहाँ पनि यस्तो हिमालमा पनि स्केटिङ राखेको हुँदो रहेछ। तर त्यो सानोतिनो यस्ता हिमाल होटलहरू चाहिँ खोलिँदो रहेछ। तर हाम्रो देशमा भने खासै त्यस्तो हिमाली पहाडी बेगहरूमा कुनै पनि विकास भएको देखिँदैन। यस्तो विकट क्षेत्रमा चाहिँ केबुल कारहरू चलाइदिएको रहेछ टुरिस्टहरू, ताकि टुरिस्टहरू सजिलै आउन पाउन् भन्ने चाहिँ भएर पनि हुनसक्छ।
अब यहाँ जम्मै धेरै कुराहरू चाहिँ आफ्नै देशको उत्पादनलाई होइन रोजगार पनि हुने, आफ्नो देशमा रोजगार पनि उत्पन्न हुन्थ्यो, काठहरूलाई प्रशोधन गर्न सकेको भए। यहाँ रहेको सानोतिनो मार्केट अब यही हो है। मैदानबाट यो सानो बजारबाट अनि यो माथि रहेको चाहिँ तपाईँले म अलिकति जुम गरेर देखाउँछु। यो चाहिँ राजमहल हो है, घुम्ने सुर्खारमा। हेलो गाइज। And this अघि भनेको प्रोग्राम हुन्छ रानीको स्मरणमा भन्थे नि, त्यसको यतातिर चाहिँ यहाँको सरकारले चाहिँ यसो गाडी पार्किङका लागि व्यवस्था गरिदिएको छ। हाम्रो पनि नेपालमा चाहिँ तपाईँको रोडमै पार्किङ गर्ने, यता गर्ने, छिल्ल बिछिल्ल सडक के कस्तो हुने है, त्यस्तो हुन्छ नि त। तर यता भने टक्क पार्किङ एरिया अलग्गै बनाइदिएको हुन्छ, त्यसमा पार्किङ गर्ने हो। अनि यो पार्किङ एरिया हो। अनि यहाँ सडक है, सडकको यो चाहिँ अब एकदम भित्री ठाउँमा। अब यस्तो ठाउँमा अब नेपालमा त विकास हुन त कहिले हो, कहिले यस्तो सडक बन्ने त कहिले हुन्थ्यो होला नि त होइन। ठाउँमा चाहिँ आफ्नो देशलाई डोमिनेट गर्न खोजेको चाहिँ होइन, त्यो म चाहन्न पनि। किनभने केही कुराहरू हाम्रो नेपालका प्रतिनिधिहरूले चाहिँ सिकेर चाहिँ विकास कसरी गर्ने भन्ने कुरा योजनाका साथमा चाहिँ अगाडि बढ्यो भने हाम्रो देश चाहिँ संसारकै सबैभन्दा सुन्दर देश बन्न सक्छ। एकदम यहाँबाट टुरिस्टहरू जान्छन् नि, टुरिस्टहरू गएकाहरू पनि हामीलाई भन्ने गर्छन् तिमीहरूको देशमा एकदम धेरै सम्भावना छ। त्यो सम्भावना चाहिँ अब उनीहरूले देखेका छन् है। अब हाम्रो त नेपालका भ्रष्टहरूले चाहिँ आफ्नो भुँडी भर्नतिर लागेपछि देशको विकास त कसरी गर्ने हो है। उनीहरूले चाहिँ आफ्नो घर बनाउने, आफ्ना 7-8वटा पुस्तालाई पुग्ने गरी बनाउने, आखिर मरेर जाने नै जिन्दगी हो। तिनीहरूले त्यो बुझ्दैनन्, तर एब्सोल्युटली बुझ्दैनन् तिनीहरूले। नमस्कार गाइजहरू, तपाईँको चाहिँ नि अब हामी रानीको मुटु राखेको गुफाको लगभग करिब पुगिसकेका छौँ है। अब यो अफ सिजन भएर अलि जान नमिल्ने पनि अवस्था छ जस्तो लागिरहेको मलाई। यो ठाउँ एक विचित्र ठाउँ छ एकदमै, त्यही भएर त यो ठाउँ चुज गरेका होलान् है। तपाईँको यहाँ माथि बुट्टाहरूका फाँटहरूमा बुट्टाहरू यस्तो दामी तपाईँले हेर्न सक्नुहुन्छ। अनि यो चाहिँ यहीँबाट गुफा छिर्ने बाटो यस्तो रहेको छ। फाइनल्ली हामी लगभग गेटमा पुगिसकेका छौँ। त्यसैले चाहिँ तपाईँहरूलाई अगाडिको सिन देखाउने हो। यता हेर्नुहोस् साथीहरू, यो चाहिँ यहाँ ट्रेकिङको लागि चाहिँ हिँड्न सकिएन भने गाडीको सुविधा नै रहेछ है। अनि टायर पङ्चर भएर रहेछ, ऊ यहाँ माथि सुरुङ छ भन्ने कुरो आएको छ। अनि हामी यो तल खतरा बाटो चाहिँ एकदम भिरालो बाटो हुँदै उकालो चढिया सिटी रहेछ। अनि अघि भनेको नि हरेक कुरामा काठ युज गर्छ, हामी त्यसको सब साधनहरूलाई प्रशोधन गर्छ, काममा लगाउँछ। Okay. So take the photos, video, but do not continue. Okay, thank you for suggesting us. यो कृत्रिम हो, यस्तो डेन्जर छ है। तपाईहरुलाई अन्तिमसम्म हामी क्यामेरामा देखाउनेछौँ, लाइभ जस्ताको जस्तै। अनि यहाँभित्र धेरै अँध्यारो, यस्तो गुफा डेन्जर छ है। यो तल बलेको चाहिँ डायमन्ड चाहिँ होइन, यो हिरा चाहिँ होइन, यो लाइट हो बत्तीबाट जल्ने। यो चाहिँ यस्तो डेन्जर खालको छ। अब मैले खासमा बाटोमा हतार हतार भएर पनि खासै तपाईँलाई देखाउन सकिनँ। यहाँ चाहिँ तपाईँको चाहिँ
युरेनियम जस्तै छ है के हो यो पसिना छोडिरहेको यो डेन्जर खालको यो लिक्विड है यहाँ छुन मिल्दैन रियल हो रियलको पृथ्वी रहेपछि यो यस्तो ठुलो गुफामा चाहिँ यो प्राकृतिक हो कसैले निर्माण गरेको होइन कृत्रिम हो कि प्राकृतिक हो अनि माथि चाहिँ यत्रो अग्लो ठाउँ छ अनि त्यहाँबाट गएर यहाँ माथि चाहिँ शिवलिङ्ग जस्तै छ एउटा के हो यो होइन यो चाहिँ एकदमै अचम्मको स्थिति छ त्यो ठाउँमा आइरह्यो हामी यहाँ तपाईँ चाहिँ शिवलिङ्ग जस्तै छन् धेरै कुराहरू तपाईँले देख्न सक्नुहुन्छ एन्ड अल्सो हामी एउटा मेन गुफामा फेरि छिर्दैछौँ है एकदम खतरनाक गुफा छ हामी त्यहाँबाट ब्याक हुने हो कि यहाँबाट छिरेर सो कहाँ त्यहाँबाट उता निस्किने रहेछ अब मेन भन्यो त्यो डायमन्ड हेर्ने त होला नि त्यहाँको होइन यहाँको ढुङ्गा नि तपाईँले अचम्म तरिका देख्न सक्नुहुन्छ यस्तो खतरा युगको भगवान जति यहाँ आएर बसेको छ ल यो चाहिँ मलाई लाग्छ बनाएर कहाँ आउँछ त यार संसारको जुनसुकै देशमा भए पनि यो एउटा सौभाग्य हो यस्तो हेर्न पाउनु भनेको तपाईँहरूले यो हेर्न सक्नुहुन्छ एकदम डेन्जर छ यो लिक्विड के हो यो माटो के हो पुरा के हो यो अघि लगाइदिएर देउता बनाइहाल्थेन तपाईँले कहाँ यहाँ छिर्ने यो गुफामा हेर्न सक्नुहुनेछ तपाईँहरूले केही डाउटै छैन ल हेर्नु यत्रो पालमा पनि मान्छे फुट छिरिरहेको छ यहाँ जुनसुकै भगवान भए पनि रक्षा गरे कल्याण गरे प्रगति उन्नति गरे सबै है ओहो म त पैसा फाल्ने ठाउँ रहेछ नि त न गाई यहाँ चाहिँ पैसा चढाउने ठाउँ रहेछ तर मसँग मजाले अलिक गरिब भएर वर्ष सरी खाली नहोस् भगवान यो एकदमै तपाईँको चाहिँ कसैले निर्माण गरेको होइन यो सायद भगवानले नै बनाएको होला यहाँ के लेखेको छ Este o peșteră relativ tânără, formată în calcar izolvat de apă, de circa 2 milioane de ani vechime. अनि यहाँ माथिबाट तपाईँले यस्तो डेन्जर देख्नुहुन्छ यस्तो यो कुरा त सायद यो संसारमा अन्त कतै छ होला जस्तो मलाई लाग्दैन या सायद हाम्रो भाषामा त तर यो शिवजीको गुफा नै हो जस्तो छ यार यो त तर यो मान्ने फरक मान्यो यो दिव्य शक्ति भएको अर्का उज्यालो है यो कुनै त्यहाँ लाइट छैन कुनै केही छैन यो अटोमेटिक जलेको जस्तो देखिया तपाईँले हेर्न सक्नुहुन्छ अनि यहाँ अनेक यस्ता मूर्ति जस्तो है तपाईँ नेचुरल लिङ्ग जस्तै देख्नुहुन्छ यो अनि तपाईँको चाहिँ यो उता चाहिँ अलिकति स्टोरी रहेछ कुन चाहिँ इतिहासको बारेमा के लेखेको होला सायद तर यो भाषा चाहिँ यहाँको भाषा भएर हामी बुझ्न सक्दैनौँ यो अनि यो करिब यात्रामा ल डोरी त्यहाँ कहाँ मेसिन त आइहाल्छ हाती मेसिन यो एउटा तपाईँले यहाँनिर एउटा अचम्मको चिज देख्नुहुन्छ है जस्तो ठाउँमा मूर्ति जस्तो ठाउँमा यसमा तपाईँले माथिबाट कहाँबाट झर्छ यो पानी थाहा छैन है फेरि कतै छैन यो चिट्का पर्ने यो एकदम म्याजिक अचम्म छ यहाँबाट कताबाट पानी चुहिन्छ तर थाहा छैन तर यहाँ हेर्नुहोस् तपाईँले यहाँ पानी चुहिएको छ अचम्म है यो एकदम अचम्म यो नेचुरल हो तर यो पानी हेर्नु चाहिँ तपाईँ यहाँतिर देख्नुहुन्छ यहाँबाट देख्न सक्नुहुन्छ त्यो कहाँबाट झरेको इट्स अमेजिङ रवि भिडियो भए फ्लाइस आउनु फ्लाइस
Potecile sunt realisticlă pentru a fi sigure, fără a afecta mediul înconjurător. Lumina, reflexiile pe care lucile lacului formează elimină sentimentul claustrofob de creștere și creează un peisaj chimic de poveste. Sala mare, cu o înălțime de aproximativ 20 metri, având aproximativ 2500 de metri pătrați. एउटा ढुङ्गा लिनु दियो मलाई त कस्तो शरीरमा नि एकदम भगवानको नजिक आएको जस्तो फिल भयो कि हो साँच्चै कसम यार जय शिव शङ्कर भोला एउटा टोलीहरू चाहिँ यताबाट म त्यसलाई यहाँको स्टोरीको बारेमा सोध्छु यहाँ भन्छ हो अहिले देखाउँछ त्यसले Astfel de lacunițe se numesc culuri care pot fi sau fără apă. गाइज हामीले भित्रको गुफा घुमेर सिध्याएर बाहिर निस्किसकेका छौँ अब हामी घरतिर जाने तयारीमा छौँ यहाँ तपाईँले सानो उहरू हेर्न सक्नुहुन्छ यहाँ भित्रको कुराहरू म तपाईँले यो उसमा थम्बनेलमा पनि राख्नेछु फाइनल्ली गाइज हामी त्यो दरबार भन्ने ठाउँमा आइपुग्यौँ त्यसको चाहिँ मेन राजदरबारको चाहिँ मेन गेट चाहिँ यता तपाईँको चाहिँ मेन गेट हो त्यो डेन्जर छ कैयौँ लाखौँ वर्षौँ पुरानो हो अब माथि नसिर्नी यहाँभित्र चाहिँ ऊ त्यो माथि रहेको दरबार यहाँ यस्तो देखाउँछु माथि हेर्दै जानु तपाईँले ठुलै भिजिटरहरू पनि छन् घुम्दै हिँडेका गेट चाहिँ यता हेर्दै यस्तो देखिन्छ कलाएर माथि टपबाट चाहिँ अहिले दरबारको ग्राउन्डबाट चाहिँ यस्तो देखिन्छ सिन है अब यहाँभित्र अनुमति छैन यो रानीको महलमा प्रवेश गर्ने बाटो हो है यहाँ माथि चाहिँ छ अब तपाईँले पोएन त्यहाँबाट जाँदै चाहिँ नजिक पर्दो रहेछ हिमाल त्यहाँ डेन्जर हिमाल चाहिँ फेरि यता कस्तो सुन्दर ठाउँ बस्ती छ है थ्याङ्क यू भेरी मच गाइज अब आजलाई लगभग भिडियो यति नै त्यो सानोतिनो यस्ता हिमाल अर्को भलङमा शुभ दिन सबैको जय होस्।